ला जुत्ता पनि पुरानो भइसक्यो यार। कतिवटा जुत्ता लाउनु, कहिले काठमाडौँ जानु, कहिले नयाँ किन्नु, तनावै तनाव छ यार जताततै। होइन के भयो मान्छेलाई किन ल्याङ गरेको? हेर न जुत्ता पुरानो भइसक्यो, कहिले काठमाडौँ गएर किन्नु हौ। के भनेको जुत्ता किन्नलाई पनि काठमाडौँ जानुपर्छ र? अनि कहाँ जानु त? ए तपाईँ त जङ्गलमै हुनुहुँदो रहेछ। त्यत्रो धरानमा स्निकर जोन छ भने थाहा छैन तपाईँलाई? के हो त्यो स्निकर जोन भनेको चाहिँ फेरि? त्यहाँ चाहिँ तपाईँले लाउने खालको प्रिमियम क्वालिटीको सुजहरू जति पाइहाल्छ नि। थाहा रहेछ त नि, धरानमै छ। जाउँ न त, किन ढिला गरेको? लेट्स गो। त्यसो भए जाउँ न त नि। ए स्निकर्स जोन? हजुर, ए क्रिसमसको अफर पनि लागेको रहेछ नि त। सुजहरू पनि दामी दामी रहेछ यार। ए सेलहरू पनि पुरै लागिसकेको रहेछ। हेलो ब्रदर। हेलो गाई। हामीले लाउने खालको कस्तो छ स्निकर्सहरू? अलिक यस्तो आउटफिटमा मिल्ने खालको? जेन्ट्सको लागि चाहिँ यो साइडको सबै हो। ओके। अनि अफरहरू होला नि? हजुर, अहिले हाम्रो क्रिसमसको अफर छ। यो सेलहरूको चाहिँ सबै 50%मा छ। यिनीहरू चाहिँ 50%? अनि अरू स्निकर्सहरूमा चाहिँ अप टु 25, 40 त्यस्तोसम्म 30%सम्म अफ छ? हजुर। हेर्दिउँ न त, दामी दामी पाउने रहेछ नि त। अनि किन काठमाडौँ जाने है तेरिके? सही छ हेर्दैछ, यसरी खोल्ने हो? हजुर। वाह यार, क्वालिटी नि बाबा। यसको चाहिँ कति हो प्राइस? यसको अहिले 6000 मा आउँछ। वाह, अनि लेडिजको नि कस्तो राम्रो राम्रो रहेछ। तिमी पनि लैजाऊ न, कस्तो क्युट क्युट। ए हुन्छ। यो पनि दामी लाग्यो मलाई त, यो कलर पनि। तिनीहरूलाई प्याक गरिदिनुहोस् न है। हुन्छ। एउटा किन्न भनेर आएको, 4वटा किनेर गयो यार। जे होस् क्रिसमस अफर रहेछ, सस्तै पर्यो।